हेलो नमस्ते सबैजनालाई। आज चाहिँ 14 डेज। आज चाहिँ मैले 0बाट 1 को दाना मिसाएर चलाउँदैछु साथीहरू। यहाँ देख्न सक्नुहुन्छ। फर्स्ट डेमा चाहिँ यो 0 को दाना 75% र B1 को दाना चाहिँ 25% दिनु होला मजाले घोलेर साथीहरू। यहाँ भिडियोमा पनि देख्न सक्नुहुन्छ। अनि दोस्रो दिनमा भनेको B1 को दाना 50% एन्ड 0 को दाना पनि 50% नै दिनु होला। अनि थर्ड डेजमा भनेको चाहिँ 0 को दाना 25% र B1 को दाना 75% मजाले घोलेर दिनु होला। अनि अर्को दिन भनेको फोर्थ डेटमा भनेको चाहिँ पुरै B1 को दाना दिनु होला। यसरी नै मजाले मिक्स गरेर दिनु होला। त्यो भएपछि कुखुराले मजाले खान्छ। नत्र भने ठुलो दाना चाहिँ छिटो छिटो खान्छ, मसिनो दाना ढिलो खान्छ र कुखुराले मर्ने सम्भावना हुन्छ साथीहरू। ठुलो दाना चाहिँ छिटो खाएर त्यो भएर एकदम मिसाएर दिनु होला। साथीहरू यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ नि 0 र 1 को दाना मिसाए सँगसँगै 3-4 चाहिँ ठुल्ठुलो फिडरको दाना पनि राखिदिइसकेको छु। यहाँ देख्न सक्नुहुन्छ एकदम मजाले दाना खाइरहेको छ ठुलो फिडरमा पनि। तपाईहरुले पनि यसरी नै गर्नु होला। र यो दाना चेन्ज गरे सँगसँगै बजारमा विभिन्न थरीका लिभर टोनिक पाइन्छ। मैले चाहिँ यो खालको लिभर टोनिक FS युज गरेको छु। यहाँ देख्न सक्नुहुन्छ लिभरटोन FS। यो चाहिँ अब गर्मी धेरै छ, गर्मी धेरै भएको हुनाले चाहिँ यो अलिक शीतलमा दिनु होला कि बिहानको पानीमा कि बेलुकाको पानीमा दिनु होला। जति बेला पनि नदिनु होला किनभने यो अलिकता यसले पनि तातो नै पैदा गर्छ। दाना चेन्ज गर्दा चाहिँ एकदम सबभन्दा पहिला चेन्ज दिने भनेकै लिभर टोनिक हो। लिभर टोनिक दिइसकेपछि मात्रै दाना दिनु होला किनभने यिनीहरूलाई दाना 0 को दानामा कम प्रोटिन हुन्छ र अब 1 को दानामा त्योभन्दा अलिकता धेरै प्रोटिन भएको हुनाले यिनीहरूलाई प्रोटिन पचाउन पनि गाह्रो हुन्छ। त्यसलाई डाइजेस्ट गर्नको लागि चाहिँ हामीले लिभर टोनिक युज गर्ने हो। तपाईहरु पनि त्यसरी नै गर्नु होला साथीहरू। यहाँ देख्न सक्नुहुन्छ डे 14 एकदमै कुखुरा पनि अब भरि भइसकेको छ साथीहरू। र हिजो चाहिँ अलिकता हिट स्ट्रेसको कारणले गर्दा 3टा मोर्टालिटी भएको छ। त्यो मैले भिडियो बनाएको छु, त्यो पनि देख्न सक्नुहुन्छ साथीहरू। भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, फेरि भेटौँला।